हेलो एभ्रिवान। ल मेरो ट्रेनिङमा वेलकम है सबैजनालाई। म अब यहाँ काम सकेर आएँ आज 3 बजे अनि टक्क यहाँ नेटमा आएको छु एल्सन विकमा। सेटअप सबै गरेर भ्याएँ, एक्लै छु म अहिले। एकछिनमा क्लबको अरू केटाहरू पनि आउँछ। अहिले चाहिँ टक्क यहाँ नेटमा चाहिँ मसँग कोन र स्टम्प थियो, सबै सेटअप गरेर एकछिन बलिङ ड्रिल गरौँ भनेर हो। टक्क सेटअप चाहिँ मैले यस्तो गरेको छु, हेर्नु होला। यो कोन चाहिँ बलिङ इनको लागि, स्टम्प र उताको फ्रन्ट लाइनको मार्किङ भयो। अनि टक्क त्यहाँ स्टम्प राखेको छु अगाडि, अनि त्यहाँ डिफ्रेन्ट कलरको कोनहरू राखेको छु। निलो छ, हरियो छ, पहेँलो कोन छ, अनि स्टम्प छ, अनि दुईटा वाइड लाइनको लागि दुईटा स्टम्प, दुईटा कोन हालेको छु। अब एकछिन हल्का वार्मअप गर्छु अनि त्यसपछि म बलिङको लागि तयार हुन्छु। अनि यो टक्क हालेको छु, यो निलोभन्दा यता चाहिँ सर्ट अफ लेन्थ है, त्यो पहेँलो र निलोको भन्दा सकेसम्म निलो र उता पहेँलोको बिचमा मैले चाहिँ बल ड्रप गराउने छु हैन। अनि त्यो बिचमा हरियो कोन पनि छ, त्यहाँ पनि ड्रप गराउने छु। टार्गेट हिटिङ, स्पेसली टार्गेट हिटिङ। त्यसपछि गुड लेन्थको लागि प्र्याक्टिस गर्दैछु है त आज। थ्याङ्क यू गाइज। अहिले अरू भिडियो पनि एट्याच गर्छु यसमा, बलिङ गर्दै गरेको।